आज सकल हाम्रो आजको यात्रा भनेको चाहिँ श्री चम्पादेवी माईको दर्शन गर्न हामी जाँदैछौँ। दक्षिणकाली नगरपालिका वडा नम्बर 4 र 3 स्थित पर्दछ। हामी चाहिँ आज बोर्सन 1 नम्बर दक्षिणकाली नगरपालिका 1 नम्बरबाट। ल ठिक छ, अब यहाँको स्थानीय तपाईँ हुनुहुन्छ होइन, ल भन्नुहोस् अब यो चम्पादेवीको यो पौराणिक र ऐतिहासिक महत्त्वको बारेमा तपाईँहरूले यसो हल्का जानकारी दिनुहोस् त। अब यो चाहिँ हाम्रो अब यति साल भने चाहिँ मलाई त्यति उ छैन, तर सुने अनुसारले चाहिँ हाम्रो यो दक्षिण दिशामा चाहिँ तपाईँको चाहिँ श्री चम्पादेवी माईको स्थापना के को कारणको लागि भएको भने यहाँ चाहिँ यो यमराज दिशा भएको हुँदाखेरि अनि जस्तै हाम्रो दक्षिणकाली माई र यहाँ चम्पादेवीको चाहिँ यो दक्षिण भेगको सुरक्षाको लागि चाहिँ यो हाम्रो देवीको चाहिँ उत्पत्ति भयो भनेर हामीले बुझी आएका छौँ। हामीले चाहिँ अनि यसको तपाईँको धार्मिक पक्षहरू के छन्, यहाँ कुन कुन समयमा चाहिँ मेला लाग्छ अथवा मेला भरिन्छ, यसको बारेमा तपाईँहरूको हल्का जानकारी हुनुहुन्छ कि? जस्तै अब तपाईँको हाम्रो यहाँ चाहिँ हजुर के विश्वास छ भने हाम्रो यहाँ जब खेतीपाती गर्ने बेला हुन्छ हजुर त्यतिखेर चाहिँ हजुर पानी नपरेको अवस्थामा चाहिँ हजुर देवीलाई हामीले आएर हजुर यहाँ पूजाआजा र साथमा बलि पूजा गर्ने बित्तिकै देवीसँग हामीले पानी माग्ने बित्तिकै देवीले पानी दिने र यहाँ खेती किसान गर्नलाई सहज हुने र मागेको कुराहरू सबै पुरा हुने हुन्छ। र जस्तै अस्ति वैशाख 1 गते यहाँ चाहिँ भव्य मेला, वैशाखको पूर्णिमामा चाहिँ ठुलो मेला लाग्छ यहाँ। जय हनुमान गुरु। एकचोटि तपाईँहरू पनि आउनै पर्ने ठाउँ है यो चम्पादेवी। हनुमान जय हनुमान त्यही पुऱ्याउँछ यसो हेरौँ, त्यहाँ हेरौँ कति मूर्तिहरू छ। मान्छेको हो क्या फल्स्यो। हामी धेरै ठाउँको यात्रामा लाग्यौँ दाइ, तर हामीले नजिकको तीर्थलाई हेला गरेका रहेछौँ। आज हामीलाई यो अवसर जुरेको छ, यसमा तपाईँको 2 शब्द के हुन्छ? अब के छ र, अब यो यस्तै हो। अब जहाँ पनि इच्छा गरेर मात्र हुँदैन, अब साइज जुर्नु पर्यो। अब धेरै नजिक त धेरै आइएको थियो, अब यहाँ ठ्याक्कै चाहिँ यहाँ आइपुगेको थिएन, आज साइज जुर्या रहेछ। अब हामी क्षमा मागेरै माथि गएर चम्पादेवी माता कहाँ गएर सेवा मागेर दर्शन गर्छौँ। यो त लप्सीको बढ्दो छ नि त हो, यो यहाँ प्राय यो भित्तामा प्राय बढी लप्सी नै छ। त्यो पनि लप्सीको फोटो हो है। यहाँ धेरै लप्सी फल्छ। अब यहाँको मान्छेहरूले लप्सीको उपयोग गरेका छैनन्, लप्सी बेच्छन्, उत्पादन गर्दैनन्। त्यसकोबाट अहिले पहिलाभन्दा चाहिँ धेरै विकास भइसकेको रहेछ यहाँ। त्यो बाटो गोरेटो थियो, अहिले गाडी आउने भएछ, स्कर्पियोहरू आउँदो रहेछ। भर्खर सरकार मन्दिर गाडी नै आउँथ्यो होला अलिक गाह्रो नि त गाडी बेच्नु उनी घेर गरिरहेको। कस्तो लागिरहेछ त गुरुबा? एकदम रमाइलो हाइकिङ भइरहेछ चम्पादेवी। धेरै अगाडिदेखि आउने इच्छा थियो, अब आज चम्पादेवी हाइकिङमा हामी साथीभाइ अगाडि बढ्दैछौँ। सन्टलापुर घाम लागिरहेको छ, यसको 12:30 भयो यहाँको। हामी अब लाग्दैछौँ चम्पादेवी चौकतर्फ। पाउ त हेर्ने पाउ तलै हो, शिरतर्फ प्रशान्त गर्दैछौँ। पाउ चाहिँ त्यहाँ मुनि होला। मनोदय के छ भनाइ? एकदम ठिक छ गुरुबा। हामी कहाँ जाँदैछौँ त? हामी श्री चम्पादेवी मन्दिर जाँदैछौँ गुरुबा। हजुर हजुर म त सर्वप्रथम पहिलो तीर्थयात्रा भन्ने कि हाइकिङ भन्ने कि जे भने नि एउटै हो गुरु, जुन रूपमा लिएर हुन्छ। हजुर मैले त हजुरहरूसँग जोडिएर नाम त भगवान्को बल्ल थाहा पाउँदैन, त नाममा पनि म त अनभिज्ञ। देवी भनेपछि
अब देवी नि नाम अलग अलग भए पनि देवीका नाम त लाखौँ छन् त्यो कसैले सुन्न नसकेका हुन्छ तर गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर भने जस्तै तिमी नै ब्रह्मा तिमी नै विष्णु तिमी नै महेश्वर तिमी नै साक्षात् परम ब्रह्म तस्मै श्री गुरुले नमः भने जस्तै गुरु एउटै हुन्छ भने जस्तै देवीको पनि स्वरूप अलग अलग छन् रूप अलग अलग छन् तर अंशै एउटा शिव र शक्तिको यो होइन शिव शक्ति आयो आयो भन्छ खाते रहेछ उत्तर किन अहिले सुनले आजको यात्रा हामी कहाँ हुँदैछ अब हाम्रो यात्रा चम्पादेवीको पाउ माथि मूल नै आउँछ त्यही नै हो है त्यही हो त्योभन्दा अलिक पछाडि छ प्रसाद छैन ठिक छ राजा मान्छे पालामा के कस्तो पाला हो औ छब्रा बस्ने औ भन्दा ओ हो यहाँ बस्ने यो 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 ल हो गरेको आनन्दको है ठाउँ बस्ने ठाउँ अहिले हामी बोसान थुम्कोमा छौँ ल कहाँ बोसानमा छौँ हामी चम्पादेवी हामी अनि बोसाम थुम्को भन्छ नि त्यहाँ बोसानमा चाहिँ होइन चम्पादेवीको ठुम्को होला त्यति सुनलाई त यसरी हिँडेपछि बिचरा खोल्दो रहेछ के भनेको के अरे भाँडा गुड्दो होला कस्तो अनुभव भयो त गुरुबा एकदम फ्रेस अनुभव भयो भन त है एकदम ल गुरुबा कस्तो अनुभव भयो त आउने साइड जुराको छ होइन हजुर यो समयलाई भइरहेको छ भनौँ न गाह्रो पनि ल अब हामी मन्दिर आइपुगे ताने है चम्पादेवी मैले ताने ल बहिनीहरूलाई चौर यो त चौर त्यो खै हो नि बाघको त्यो हो बाघ सिंह ये वो सदा शिव ताम्रो पात्र में भोग लगा के दर्शन है भारी सदा शिव ताम्र पात्र में भोग लगा के दर्शन है भारी सदा शिव पंचमुखी महादेव पशुपति बड़े चमत्कारी सदा शिव पश्चिम के पुच्छर नभएको बाँदर हेर्नुहोस् पुच्छर नभएको बाँदर